इमितना सुहाङले विफल तुल्याएको थियो भने तपाईँ देख्न सक्नुहुनेछ एम्बेसडर्स विरुद्ध याक्थुङ अर्को अट्याकमा यसपटकको यो प्रहार अझै पनि अपर्च्युनिटी र सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छौँ। यतिखेर दर्शकबिन तपाईँहरू स्पोर्ट फाइभ फेरि पनि त्यति राम्रो बल कन्ट्रोल भएको थिएन। अर्को काउन्टर अट्याकमा यसपटक यो प्रहार थियो ऋतुको तर्फबाट। उत्तिकै शानदार सेभ हामी देख्न सक्छौँ झरना दुम्राकोटी। कुनै पनि टाइमलाई डिले गर्न चाहेनन् झरना। तपाईँ देख्न सक्नुहुनेछ यसपटक विमला चौधरी देखिन्थे भने बक्सभित्रबाट अर्को सटको प्रयास। अझै पनि बलमा विनिता राई। यो कटब्याक हामी देख्न सक्छौँ। अर्को सेटअपको प्रयास। अझै पनि एङ्गल खोजिरहेकी छिन् त्यहाँ इमितना सुहाङ। फेरि पनि तपाईँ देख्न सक्नुहुन्छ याक्थुङ एफसी अर्को अट्याकमा यसपटकको यो तर्फबाट तपाईँ देख्न सक्नुहुनेछ अनिता गुरुङ। अनिता गुरुङले लिनेछन् सेट पिचलाई। उत्तिकै रोडी छिन् त्यहाँ दीपिका राई। अनिता सेट गरेकी छिन् दीपिकाका लागि भने दीपिकाको प्रहार थियो। फेरि पनि त्यो बललाई विफल तुल्न सफल याक्थुङ एफसी। तर अझै पनि त्यो खतरा टरेको छैन। अर्को एउटा अट्याकको तयारीमा रहिरहँदा बललाई जित्दै याक्थुङ एफसी आफ्नो तर्फबाट भने अट्याकमा जानेछन्। तपाईँ देख्न सक्नुहुन्छ विमला चौधरी फुट नन्दिका यति राम्रो टच रहन सकेको थिएन निशाको तर्फबाट। यतिखेर फेरि पनि याक्थुङ एफसी तपाईँ देख्न सक्नुहुनेछ आशिका राई। आशिका अझै पनि बललाई कन्ट्रोल गर्दै आशिका। तर दुई खेलाडीको टाइट मार्किङ। यसपटक एम्बेसडर्स अर्को अपर्च्युनिटीको खोजीमा। यसपटक खेलमा पहिलो अग्रता तपाईँ देख्न सक्नुहुनेछ विमला चौधरी। एकदमै राम्रो टच। कुनै पनि मौका रहेन त्यहाँ। दर्शकबिन अनिता अपर्च्युनिटी आधार बराबरी गोलको याक्थुङ विरुद्ध एम्बेसडर्सका लागि। यतिखेर तपाईँ देख्न सक्नुहुनेछ युनिसा बरामको यो प्रहार गोलमा परिणति लाउँदै यो शानदार फिनिस। उत्कृष्ट फ्री किक ब्रिलियन्ट। कुनै पनि मौका उषा यो डेलिभरीका लागि। उषा अग्रपङ्क्तिमा नै यो बल सेट गर्ने प्रयास। इमितना सुहाङले विफल तुल्याएको थियो भने तपाईँ देख्न सक्नुहुनेछ एम्बेसडर्स विरुद्ध याक्थुङ अर्को अट्याकमा यसपटकको यो प्रहार अझै पनि अपर्च्युनिटी। हाउ अन अर्थ यसपटक परबाट यो अर्को प्रयास आशिका राईको तर्फबाट। र दर्शकबिन रेफ्रीको विसलसँगै खेल समाप्तिको सङ्केत। त्यतिखेर यसपटक राम्रो पेसमा तपाईँ देख्न सक्नुहुनेछ आशिका राई। विमला चौधरीले फ्ल्याङ्कबाट अहिले फुटर सट राम्रो सेभ नन्दिका थापाको तर्फबाट। अग्रपङ्क्तिमा राम्रो डेलिभरी हामी देख्न सक्छौँ। नेक टु नेक फुटसल इन टु इन। र यसपटकको यो प्रहार दीपिका राईले लिएकी थिइन् त्यहाँ। माफ गर्नु अनिता गुरुङले लिएकी थिइन्।